आत्मा कति ठुलो आत्मा छ बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाकै पिँढ हो हैन। त्यसैले गुरुलाई जन्म दिने साक्षात् एउटा म त भगवानै भन्छु हैन। आमाको भिडियोहरू पनि हेरिरहन्छु र आमा पनि आज आशीर्वाद लिनको लागि नेपाल होचापुर्खा सङ्घलाई यसो भेटघाट गर्नको लागि पनि आमा आउनु भएको छ। आमा पनि नाच्नुहुन्थ्यो, अब हामी हिँड्न लाग्यौँ आमा र अब पर उता लाकुरी भन्ज्याङ भन्दा अलिक मुनिपट्टि मेरो घरभन्दा अलिकति माथि मेरै नगरपालिका त्यहाँ चाहिँ नि दाईहरू कुरेर बस्नु भएको छ। हाम्रो हिराबहादुर दाई अनि त्यहाँका मेयर साहबहरू, पूर्व मेयर साहबहरू, त्यहाँका वडा अध्यक्षहरू बस्नु भएको छ। अनि त्यहाँ चाहिँ विशेष खास यो तिहार सकिसक्यो हो र नेपाल होचापुर्खा सङ्घ भनेर जहिले पनि प्रायः जसो म फेरि पनि भन्छु आमालाई साँच्ची राखेर होचापुर्खा भन्ने बित्तिकै मान्छेहरूले असाध्यै हेप्छन् क्या भिनाजु है। काम गर्ने ठाउँमा काम नदिने, तिमीहरूसँग के छ र तिमी त होचापुर्खा भनिदिने, अनि कहिलेकाहीँ रमाइलो लाग्यो भनेदेखि टिकटक र फोटो खिचिदिने। अनि यिनीहरूसँग भएको खुबी, यिनीहरूसँग भएको प्रतिभा, यिनीहरू पनि हामी जस्तै आत्मा भएका मान्छे हुन्, यिनीहरूसँग पनि धेरै क्षमता छ भनेर बुझ्ने मान्छे साँच्चीकै कम छन्। यी कम बुझ्ने मान्छेहरूमध्ये हाम्रो आदरणीय धर्मगुरु प्रकाश भुजेल पनि हो। मैले फोन गरेँ गुरु, त्यसरी हाम्रो बिन्दा दिदी आफै आउनु भएको छ। उहाँ चाहिँ होचापुर्खा सङ्घको अध्यक्ष, अहिलेको अध्यक्ष, पहिलादेखि नै साथै सम्मान गर्न योग्य दिदी हो र सम्पूर्ण होचापुर्खा सङ्घको अभिभावक पनि हो र उहाँ कलाकार पनि हो। हर्के हलदार अनि अरू धेरै 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 सिरियलतिर उहाँलाई देख्नुहुन्छ, धेरै गीतहरूतिर खेल्नु भएको छ। अनि उहाँहरू पनि सक्षम हुनुहुन्छ। होचापुर्खाहरू पनि आफ्नै खुट्टामा उभिन चाहन्छन्, आफैले कमाउन चाहन्छन्, काम गर्न चाहन्छन्। बाटोमा यत्र यत्र तिग्राएर यत्र यत्र पाखुरो भएका मान्छेहरू मागेर खाइरहेछन् हजुर भनेर यही प्रकाश गुरुकै आश्रममा देख्ने यही भित्रको दाई हुनुहुन्छ। तपाईँहरू सबैजना होला देख्ने, आमा त यही हुनुहुन्छ होइन आमा? थर्काउन आउँछन् यत्र पाखुरो देखाएर हो पहिले जाना छ भन्छन्। भनेपछि ती मागेर खाने भन्दा नि आफ्नो कलाकारिता केही पेसा गरेर चाहिँ नि आफ्नो जीवन गुजारा गरिरहेका बामन अवतारका भगवान रूपी